नमस्कार सबैजनालाई फेरि पनि आइसकेँ म छोटो मिठो न्यू डेली मिनी भ्लग लिएर। आई होप सबैजनाले हेरिदिनुहुन्छ भन्ने आशा गर्छु। बाहिर अब अर्काको ठाउँमा आएपछि काम गर्नुपर्छ रेगुलर। एक हप्तामा एक दिन छुट्टी नत्र रेगुलर। त्यसैले आज पनि ड्युटी जानलाई सत्ती नलागिसके सतेर अब ड्युटी तरफ हिँड्न लागे। यहाँनिरको हाम्रो बिल्डिङ पहिला अर्को हो, अहिले नयाँ छ। यसमा चाहिँ दोकान छैन, अर्को साइड दोकान छ। म चाहिँ दोकान तर्फ लागेँ किनकि थोरै भए पनि टाइम थियो। गएँ म दोकानमा गएँ। हल्का दहीहरू खाम्ला भनेको रहेनछ दहीहरू। अनि कफी लिए एउटा, चिरोट लिए। अनि त्यो दोकानको मान्छे चाहिँ उसो बङ्गलादेशको हो, हिन्दी मजाले बोल्छ। हामी नेपालीले हिन्दी नबुझ्ने त कुरै भएन। अनि त्यो मान्छेको क्यालकुलेटर चलाइ आमामा खतरा है। पहिला योभन्दा अघिल्लो चोट पनि देखेको थिएँ होइन, तर त्यति बेला चाहिँ मैले नाटक गरेछ भने त्यति बेला आएपछि ल म यहाँ नहेरेर हान्छु कति हुन्छ यसको सब जोडेर पछि लास्टमा कति निस्किन्छ मलाई पछि सही हुन्छ कि नै हेर भनेर भन्यो। नभन्दै सही जोड्यो नहेरेरै। माथि नम्बरहरूमा हेर्ने तर त्यो क्यालकुलेटरमा नहेर्ने, कति हाने के हाने औला मात्र चलाइराख्ने कि जस्तै यस्तरी के मैले चाहिँ आज रेकर्ड गरेछु। यस्तरी आमा कति फास्ट चलाउन सकेको हुन्छ, मान्छेको आदत हुन्छ। अनि म चाहिँ बाहिर जान घाम छ, त्यही भएर म चाहिँ तल मुनि आएँ। अब चाहिँ ड्युटी जाने टाइम भयो। यो चाहिँ सब गाडीहरू हाम्रै कम्पनीको हो। अनि यता चाहिँ बहुत गर्मी छ। अनि यो के भन्छ गाडी चाहिँ हाम्रो फ्रान्सको हो। र लाग्यो ड्युटी 3 र सब केटाहरू आइसके, जम्मा भइसक्यो, हिँड्न लाग्यो गाडी लगको। अनि फाइनली केटाहरू अर्को फ्रान्सको केटाहरूको झर्ने ठाउँ आयो। केटाहरू गए, 15-20 मिनट लाग्छ त्यहाँदेखि हाम्रो। हामी पनि गयौँ। ल हाम्रो पनि झर्ने ठाउँ आयो, झऱ्यौँ। सर लिफ्टदेखि माथि आउनुपर्छ, आइयो। वासरुम गएर फ्रेस भएर एकछिन टाइम थियो, आएर यता टक्क फुड कोर्ट भन्छ यसलाई, बस्ने ठाउँलाई यतातिर आएर बस्यो। किनकि अब डाइरेक्ट अब ड्युटी सकेर आउने बेला बनाउँछु। फाइनली ड्युटी सकियो। अब चाहिँ रुम जान लाग्यो। यहाँ चाहिँ हल्का ढिलो हुन्छ, यिनीहरूको 12 बजे हो, हाम्रो चाहिँ सकियो। रोकको आज चाहिँ लास्टमा हल्का धेरै काम भयो। सर वासरुम गएर हल्का फ्रेस भएर लागियो तलतिर लिफ्टबाट। यहाँ चाहिँ यिनीहरूको जहिले राति काम हुन्छ, फेरि बिछाइसक्यो। जहिले राति काम हो। आज पनि वेट गर्नुपर्छ यहीँ, सधैँ हो यहीँ वेटिङ हो यसलाई, किनकि लोडिङ एरिया भन्छ। उतातिर पनि छ अब गेटहरू, त्यहाँबाट चाहिँ यस्तो सामानहरू जस्तै स्टाफहरू आउने जाने चाहिँ प्रायः यहीँ हो। यस्तो उताबाट धेरै आउँदैन जाँदैन। फाइनली बस पनि होइन आइसक्यो। हामी चाहिँ अब रुमतिर जान भएको। त्यहाँ के भन्छ
यता अर्को ब्रान्चको केटाहरू चाहिँ आएको थिएन हेर्न गएको अझै सकेर चाहिँ यो चाहिँ यो केटाहरूको ब्रान्च हो होइन सबले सकेको लास्टमा 2 जना क्लिनरको बाँकी थियो सकेको थिएन मुभ हानेर निस्किन लाग्यो हामी चाहिँ निस्केको सब केटाहरू चाहिँ यही ब्रान्चको हो हामी सब आइसक्यौँ गाडीमा हो चाहिँ चल्दैन लागेको रुम ल फाइनली रुम पनि आइपुग्यो यो चाहिँ बिल्डिङमा रातिको अहिले 2:30 हुन लागिसक्यो यहाँ नेपालमा सायद उज्यालो भइसक्यो होला अब चाहिँ हातखुट्टा धोएर कपडा युनिफर्म सब चेन्ज गरेर अहिले चाहिँ सुत्न लागेको डेली ब्लग यति नै गुड नाइट